हामी चाहिँ आज बल्ल आइपुग्यौँ है घोबेलोर आएर धमाधम भाँडाकुँडा सफा गरेर है रुमहरू सफा गरेर अनि खानासाना बनाएर खायौँ। अब हस्पिटल जानुपर्ने छ, बाहिर पुरा घाम लागिरहेको छ है गाइस। अस्ति 14 तारिक चढेको ट्रेनमा हो, आज बिहान 8:30 बजी झऱ्यौँ काठपट्टि। त्यहाँबाट चाहिँ काठपट्टिबाट फेरि यता भेल्लो आइपुग्यौँ। भोलि छ डक्टर, अब आज टेस्टहरू गर्नु छ है। त्यहाँबाट भोलि डक्टरले के भन्नुहुन्छ हो साथीहरू। यस्तै चाहिँ घरि सेमसी भेल्लोर, घरि पानी ट्याङ्की। हस्पिटल धाउँदा धाउँदा जिन्दगी बित्न आँटिसक्यो है गाइस। यस्तै छ है जिन्दगी।